यो साथीहरू एकदम खाना आएर है अन्त मेरो चुरुल खाँदै बस्छ चोकैमा हो अनि त्यसले गर्दा गाडीहरू कुदिरहेको होइन चोकैमा हो अनि त्यसले गर्दाखेरि बिहानै आउँदाखेरि सामान भएको हुँदो रहेछ सामानहरू बाटोमा झरिदिने अनि त्यसले गर्दाखेरि नेपालमा लास्टै गाह्रो छ क्या बिल्डिङ कन्स्ट्रक्सनमा काम गर्ने नेपालमा लास्ट गाह्रो क्या बिहानदेखि बिहान 6 बजे आइपुग्नुपर्छ मैले यो छोटो दिनमा 7 बजे काम स्टार्ट त 7 बजे हुन्छ 6 बजे नै पुग्नुपर्छ किनभने अनि कहिले कस्तो ठाउँमा हुन्छ कहिले कस्तो ठाउँमा हुन्छ गाडी बिहान नै आइपुग्छ होइन सामानहरू अनि सामानहरू रोडमा सरललाई छोडिदिन्छ हिँडिन्छ गाडीले होइन त्यसले गर्दाखेरि बिहानै आउनु पर्ने सामान हाल्नु पऱ्यो भित्र होइन त्यस्तो हुन्छ अब यस्तो 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 बिल्डिङहरूमा काम गर्नुपर्छ होइन यस्तो भित्र अब कसरी अहिले म देखाउँछु काम गर्ने ठाउँ बिल्डिङ जान त 5 तलासम्म जानुपर्ने होइन तर एक एक कोठाको गर्दै उठाएर जानुपर्ने एक ठिक बालुवा झार्यो एक ठिक चिप्स झार्यो एक ठिक इँटा झार्यो होइन सिमेन्ट झार्यो गर्दाखेरि बिहानभरि नै 10 बजेसम्म त्यत्रो सामानहरू भित्र छिराइसक्नुपर्छ अनि सामान रिसिभ गर्नुपर्ने केटाहरू पनि अब माथिबाट आउनुपर्ने हुन्छ हिँडेर आउनुपर्ने हुन्छ यहाँ बिहानै आयो बिल्डिङ कन्स्ट्रक्सनमा एकदम गाह्रो छ नेपालमा चाहिँ तर विदेशमा चाहिँ कस्तो छ थाहा छैन होइन विदेश गएको छैन म नेपालमा लास्ट गाह्रो क्या भने जस्तो केही हुन्छ यस्तो ड्रेस लगाएर जानु हुँदैन कहिले घाम लागेर अलि